भगवतीका भक्तहरू सम्पूर्णमा आजको यस सुदूरपश्चिमका प्रख्यात शक्तिपीठहरू नामक पुस्तकको बारेमा जानकारी गराउन पाउँदा म लेखक डम्बराज पाण्डे औधी खुसी भएको छु र यो पुस्तकका बारेमा हामी केही संक्षिप्त जानकारी दिन चाहन्छौँ र यो पुस्तकको कृतिकार म डम्बराज पाण्डे अनि प्रकाशक श्री नरेन्द्र भट्ट कल्लो पल्ला चौडली बैतडी र यसलाई 2080 साल असाढमा प्रकाशित गरिएको थियो र यसको भाषा सम्पादनमा मन्जु पाण्डे जोशी हुनुहुन्छ र यसमा भएका तस्बिरहरू लेखक प्रकाशक र अन्य व्यक्तित्वहरूबाट प्राप्त भएको थियो र यसलाई निःशुल्क रूपमा प्रकाशनपछि हामीहरूले सुदूरपश्चिमका प्रख्यात शक्तिपीठहरूमा पठाएका थियौँ र यस पुस्तकको बारेमा हर्ष ज्ञापन गर्नुहुने साहित्यकार तथा भूपू प्रधानमन्त्री लोकनाथ चन्दज्यूप्रति आभार व्यक्त गर्दछौँ। साथै पुस्तक विमोचनमा काङ्ग्रेसका रमेश लेखकज्यू आउनुभएको थियो, उहाँलाई पनि हामी धन्यवाद दिन चाहन्छौँ र तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीज्यूले पनि मन्तव्य दिनुभएको थियो, शुभकामना दिनुभएको थियो र प्रकाशकज्यूले आफ्नो भनाइ राख्नुभएको छ। यसै गरी लेखक मेरो भनाइ पनि यसमा रहेको छ र यसै गरी हामीले विषय सूचीमा त्रिपुरा सुन्दरी, मेरोली भगवती, त्यसै गरी निङ्गला सैनी, डिला सैनी, उग्रतारा, शैलेश्वरी, वर्धादेवी, सुर्मादेवी र बडी मालिकाका साथै डौन्द्राको नवदुर्गा, रूपालको गज्जरदेवी, कैलालीको गोदावरीको बारेमा पनि लेखेका छौँ। यसै गरी डौन्द्राको बुढीघटालको फेदमा रहेकी त्रिपुरा सुन्दरीको बारेमा पनि सानो परिचय दिइएको छ र विशेषतः यसमा 80 पेजमा लेखिएको यो पुस्तकमा र पुस्तक लेखनको क्रममा विभिन्न मन्दिरहरूको बारेमा सचित्र व्याख्या पनि गरिएको छ र साथै यसमा दैवीय शक्तिको बारेमा लेखिएको छ, किनभने हामीमा रहेको आध्यात्मिक चेतना र देवदेवीप्रतिको अथाह श्रद्धा नयाँ पुस्तामा हस्तान्तरण होस् भन्ने हेतुले यी कृतिहरू रचना गरेको हुँ, जसमा वीर घटाल किताब 1 वर्ष अगाडि रचना गरिएको थियो र यो दोस्रो सुदूरपश्चिमका प्रख्यात शक्तिपीठहरू नामक पुस्तक लेखिएको हो। यी मेरा अनुसन्धानात्मक कृतिहरू मार्फत मैले दैवीय शक्ति, हाम्रो संस्कार र संस्कृतिको संरक्षण तथा समृद्ध हुने अपेक्षा गरेको छु। कृपया सबैले एकपटक अवश्य यी पुस्तकहरू पढी आफ्नो सुझाव तथा प्रतिक्रिया दिनुहुनेछ र यसै गरी यसमा यी पुस्तकहरूलाई विशेष मेलामा हामीले निःशुल्क रूपमा उपलब्ध गराउँछौँ र यहाँहरूलाई आफ्नो क्षेत्रमा रहेका शक्तिपीठहरूको बारेमा जान्ने इच्छा छ भने जान्ने इच्छा भएको खण्डमा अवश्य पनि यो पुस्तकलाई यहाँले एकपटक अध्ययन गर्नुहोला र आफ्नो पूजा गर्ने स्थानमा पनि राख्न सक्नुहुनेछ। हामी सम्पूर्ण देवदेवीहरूप्रतिको अथाह श्रद्धा र आफ्नो समर्पण भावलाई सधैँभरि मनमा राखेर देवदेवीहरूप्रतिको पूजा अर्चना गरौँ र यसै गरी हामी यी सबै स्थलहरूको बारेमा एकचोटि भ्रमण पनि गरौँ। बैतडीको त्रिपुरा सुन्दरीदेखि बडी मालिका बाजुरासम्मका सम्पूर्ण देवदेवीहरूको बारेमा शक्तिपीठहरूको बारेमा यो किताब प्रकाशन गर्दा योगी नरेन्द्रनाथदेखि धेरैजनाहरू हुनुहुन्छ, उहाँहरूसँगको सामिप्यतामा र अहिलेको यो वेबसाइट्सहरू युट्युबहरू पनि बाट केही कुराहरू यहाँ साभार गरिएको थियो र यसका साथै हामीले खप्तड बाबाको रमणीय ठाउँ, खप्तड राष्ट्रिय निकुञ्ज लगायत अन्य किताबहरू पनि अन्य कुराहरू पनि यसमा पस्केका छौँ र यहाँहरूले आफ्नो अमूल्य सुझाव दिनुहोला र सम्पर्कका निमित्त यहाँले मलाई पनि मेरो नम्बर र प्रकाशकज्यूको नम्बर पनि यहाँलाई म टिपाउन चाहन्छु। मेरो मोबाइल नम्बर 985110 27 263 र नरेन्द्र भट्टज्यूको मोबाइल नम्बर 985110 21 456
यहाँहरूले सम्पर्क गरेर यो प्रति सुरक्षित गर्नुहोला। धन्यवाद।